धन्यवाद गर्छु मेरो महान पिता परमात्मा, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु मेरो गुरु मसीह येशूको नाममा। पिता, आज हामी पढ्दैछौँ मर्कुसले लेखेको सुसमाचार 1:15 मर्कुसले लेखेको सुसमाचार 1:15 उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चाताप गर र सुसमाचारमा विश्वास गर। प्रिय विश्वासीहरू, हाम्रो गुरु मसीह येशूले भन्नुभएको छ, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ। परमेश्वरलाई धन्यवाद मसीह येशूको नाममा। परमेश्वरले जब आदम र हव्वाले परमेश्वरको कुरा नमानेर शैतानको कुराको पछि लागेर हामीलाई नजन्मिँदैखेरि हामी आमाको गर्भमा हुँदाखेरि नै पापमा डुबाउनु भएको थियो भने परमेश्वरले त्यसको समाधान, त्यो समस्याको समाधान निकालेर येशू मसीहलाई, आफ्नो प्रिय पुत्रलाई उहाँले संसारमा ल्याउनु भयो हाम्रो लागि। उहाँले कोर्लाको चोट खानुभयो, क्रुसमा टाँगिनु भयो। प्रिय विश्वासीहरू, परमेश्वर पिताले उहाँको एकमात्र प्रिय पुत्रलाई हाम्रो लागि बलि दिनुभयो, किनभने हामी नजन्मिँदाखेरि नै पापी थियौँ। त्यो पापलाई नष्ट पार्नको लागि र क्षमा गर्नको लागि परमेश्वरले हामीलाई उहाँको एकमात्र प्रिय पुत्र हाम्रो लागि उहाँले बलि दिनुभयो। संसारमा अनेक पापहरू बढ्दै गएका छन्, हरेक घटनाहरू थपिँदै गएका छन्। राज्यसँग राज्यको लडाईँ परिरहेको छ। आफ्नै घरभित्रको बाबु छोरामा झगडा भएको छ। संसारमा पाप यति बढेको छ। यो पापको प्रायश्चित गर्नको लागि परमेश्वरले हामीलाई आग्रह गर्नुभएको छ। परमेश्वरको वचनबाट हामीलाई परमेश्वरले समय पूरा भइसकेको जानकारी दिनुभएको छ। जसरी पहिलेको समयमा पनि नोआको पालामा पनि परमेश्वरले के गर्नुभयो त, नोआलाई परमेश्वरले जानकारी दिनुभयो र संसार विनाश बनाउने क्रममा उहाँले नोआ एकजना जो धर्मी मानिस थियो उहाँलाई मात्र एउटा जहाज बनाउन आग्रह गर्यो। त प्रिय विश्वासीहरू, परमेश्वरले अहिले हामीलाई त्यही अनुसार जानकारी दिइसक्नु भएको छ। समय पूरा भइसकेको जनाइसक्नु भएको छ। हाम्रो गुरु मसीह येशूले भनिसक्नु भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चाताप गर र सुसमाचारमा विश्वास गर। विश्वासीहरू, प्रिय विश्वासी जनहरू, परमेश्वरले दिनुभएको शिक्षा, परमेश्वरले दिनुभएको आशिष, परमेश्वरले दिनुभएको चङ्गाई र परमेश्वरले दिनुभएको शान्तिको लागि पनि हामीले परमेश्वरमा भरोसा गरेर, परमेश्वरमा विश्वास गरेर, परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको अनगिन्ती कामहरूको गवाही अनुसार हामीले परमेश्वरलाई विश्वास गर्छौँ भने हामीले परमेश्वरले देखाएको बाटोमा पनि हिँड्न सक्नुपर्छ। प्रिय विश्वासीहरू, के हामी सबैजना परमेश्वरले देखाएको बाटोमा हिँड्न सक्षम छौँ त? एकचोटि आफैलाई सोधेर हेरौँ। प्रिय विश्वासीहरू, आज हामी कस्तो मोडमा आइसकेको छौँ भने परमेश्वरको वचन, परमेश्वरको भजन, परमेश्वरको जहाँ महिमा हुन्छ त्यहाँ हामीलाई जानु मन लाग्दैन र सांसारिक वस्तुहरूमा हाम्रो मन धेरै आकर्षित हुन्छ। तर परमेश्वरको वचन भनेको त एउटा मानिसको शरीरसँग कपाल र नङको सम्बन्ध भए जस्तै हो। जसरी एउटा जीवित मान्छेको शरीरमा कपाल हुन्छ भने त्यो कपाल निरन्तर बढिरहन्छ, त्यो नङ निरन्तर बढिरहन्छ। तर जब त्यो कपाल काटिन्छ, जब त्यो नङ काटेर राखिन्छ, त्यो कहिल्यै पनि बढ्न सक्दैन। परमेश्वरको जीवित वचनमा र महिमामा जति हामी लागि पर्छौँ त्यसरी नै हामी विश्वासमा अगाडि बढ्दै जाने हो। अनि परमेश्वरको वचनमा विश्वास भनेको सुनेर मात्रै आउने हो। परमेश्वरलाई धन्यवाद मसीह येशूको नाममा। र त्यो सुनेर पनि हामीले यदि परमेश्वरको वचन कार्यान्वयन गर्न सकेनौँ र हामीले त्यो व्यवहारमा उतार्न सकेनौँ भने हामीले त्यो सुनेको पनि फाइदा छैन। परमेश्वरको वचन अनुसार के भन्नुभएको छ भने लोभ लालच नगर, व्यभिचारमा नफस, कुबाटोमा नहिँड, अर्काको कुभलो नजिताऊ। परमेश्वरले यो सबै कुराहरू हामीलाई पश्चाताप गर यी कुराहरूमा भनेर भनिसक्नु भएको छ। तर के हामीले हिजोको हाम्रो गल्तीहरूलाई स्वीकार्न सकेका छौँ? के परमेश्वरको अगाडि हामीले घोडा टेक्न सकेका छौँ? त्यो आफैले आफैलाई सोध्नुपर्ने कुरा हो।
विश्वासी मात्रै भनेर हुँदैन। विश्वासीहरू, प्रिय विश्वासीहरू, आफूले भित्रदेखि पवित्र आत्मादेखि, परमेश्वरको पवित्र आत्माले हाम्रो पवित्र आत्मालाई छुने गरी विश्वासी हुनुपर्छ। त्यति विश्वास परमेश्वरमा राख्नुपर्छ। जहाँ विश्वास हुँदैन त्यहाँ परमेश्वरको महिमा पनि देख्न पाइँदैन। किनभने परमेश्वरले अगाडिबाट नै हामीलाई सचेत गराइसक्नु भएको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। हामीले अगाडि फेरि परमेश्वरको वचनमा नयाँ जीवन लिएर जन्मिनुभन्दा अगाडि जति गल्ती गऱ्यौँ, जतिको विचार राख्यौँ, जति बेविचार राख्यौँ, जति लोभ लालच गऱ्यौँ, जति अशान्तिको बाटोमा हिँड्यौँ, त्यो सबै हामीले त्याग्न सक्नुपर्छ परमेश्वरको वचनमा। परमेश्वरको वचन सुन्न, बोल्न धेरै सजिलो छ, तर परमेश्वरको वचन अनुसार हिँड्न धेरै गाह्रो छ। किनभने परमेश्वर जीवित परमेश्वर, हरेक कुरा उहाँमा सम्भव छ। मनुष्यमा असम्भव त परमेश्वरमा हरेक कुरा सम्भव। परमेश्वरमा हरेक कुरा सम्भव हुन्छ र त्यो सबै सम्भव कुराहरू हाम्रो जीवनमा पनि चाहिएको छ। तर के छ त, आज हाम्रो प्रिय विश्वासीहरू कस्ता हुनुहुन्छ भने परमेश्वरको वचन मान्नु नजान्ने तर आशिष चाहिने। यस्तो गरेर परमेश्वरले हामीलाई वचनमा नहिँडिकन परमेश्वरले आशिष दिन सक्नुहोला त? प्रिय विश्वासीहरू, आफैले आफैलाई जाँच्ने हो। अरूले आएर हाम्रो विश्वास कति छ भनेर भनिदिने होइन। आफ्नो मनभित्र आफूले कति विश्वास गरेको छु भनेर आफूले बुझ्न सक्नुपर्छ। विश्वास नोआको जति गर्नुपर्छ। जसरी नोआले कसैले नटेर्दाखेरि पनि, कसैले विश्वास नगर्दा पनि उसले एउटा परमेश्वरमा, सिङ्गो परमेश्वरमा विश्वास गरेर उसले जहाज बनाएको थियो, उसले संसार जित्यो, ऊ जीवित रह्यो, उसका परिवारहरू जीवित रह्यो। त्यसरी नै हामीले विश्वास गर्न सक्नुपर्छ र धैर्य पनि गर्न सक्नुपर्छ। परमेश्वरको राज्यमा जे छ, जति छ, हामीले मागेको कुराहरू कुनै बेला परमेश्वरले परीक्षा पनि लिनुहुन्छ, हाम्रो सहन शक्तिको, हाम्रो धैर्यताको। किनभने परमेश्वरको वचनमा लेखिएको छ, धैर्य गर। तर आज के छ त, हामी आज माग्छौँ, भोलि पाएनौँ भने हामीले परमेश्वरको निन्दा गर्न सुरु गर्छौँ। के यस्तो गर्दामा हामी विश्वासी हुन्छौँ त? सबैले एकचोटि सोच्नै पर्ने कुरा हो र यो वचन ध्यान दिएर सुन्नुपर्ने कुरा हो। समय पुरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चाताप गर र सुसमाचारमा विश्वास गर। परमेश्वरलाई धन्यवाद। म येशूको नाममा